दर्शन नमस्ते गाइज, गुड मर्निङ। के छ हाल खबर? सन्चै आरामै हुनुहुन्छ भन्ने आशा गरेको छु। आज हामी मेरो भ्लगमा देखाइरहेको छौँ एउटा सानो गार्डन, फुलको बगैँचा। यो फुलको बगैँचा हो। यो चाहिँ तपाईँको लगभग 12 महिना फुलिरहन्छ। कति आनन्द मनमोहक छ है दृश्य। अनि साना पुच्चे बालबालिकाहरू रोडमा पनि खेलिरहेका छन्। माथि यो डाँडा छ, जङ्गल, रमाइलो जङ्गल छ यतातिर। रमाइलो छ, घमाइलो छ। आहा, यो चराचुरुङ्गीको पनि आवाज, समधुर आवाज आइरहेको छ। अनि गार्डन चाहिँ तल चाहिँ अम्बाका रुख, आमका रुख, अमलाका रुख अनि विभिन्न किसिमका नासपाती, स्याउ तलका यी बगैँचामा छन्। सबैभन्दा राम्रो र सुन्दर लाग्ने भनेको यही मनमोहक दृश्य छ हैन र? फुल कति सुन्दर छ। यो चाहिँ फुलको बगैँचा सुन्दर अनि गाइज, तपाईँ पनि यतातिर घुम्न आउन सक्नुहुन्छ। आउनुहोला। यतातिर हाम्रो केराका रुखहरू पनि छन्। तपाईँ देखिराख्नु भएको छ यी तल केराका रुख। यो हाम्रो सुन्दर मनमोहक दृश्य, फुलको बगैँचा। यी हाम्रा साथीहरू चाहिँ यता तल मस्ती गरिरहेका छन्, फुल मस्ती। यी तलका देखिरहनु भएको छ नि, यी आमका रुखहरू हुन् यतातिर। र विजय सर उतातिर हाँसिराख्नु भएको छ। माथिको पहाडी हेर्नु न, पहाडी कति राम्रो छ हैन? घाँसहरू कस्तो घाँस उम्रेको छ, गाई बस्तु चराउनको लागि एकदमै राम्रो। यतातिर धाइयाहरू फुलेका छन्। धाइया, यसलाई भन्छ हाम्रो गाउँतिर धाइया भन्छ। धाइयाका रुखहरू छन्। अनि उतातिर पारी को एउटा स्कुल छ, यो स्कुल हो। अनि उतातिरका गाउँहरू छन्। एउटा सुन्दर दृश्य छ, मनमोहक दृश्य छ, घुम्नलाई आनन्द लाग्ने ठाउँ छ। पर्यटकीय क्षेत्र पनि हो यतातिर। यतातिर पर्यटकहरू पनि धेरै घुम्नलाई आउने गर्दछन्।
यो चाहिँ म बस्ने ठाउँ हो है। यो चाहिँ म बस्ने ठाउँ हो। यतातिर म चाहिँ धेरै दिनदेखि यतै बसेको छु गाइज। अहिलेलाई यति नै। पछि यस्ता यस्ता भ्लगहरू तपाईँमाझ ल्याउने नै छु। ओके, धन्यवाद।